हेलो गाइज, गुड मर्निङ। आज पनि स्वागत छ तपाईँहरूलाई मेरो भान्सामा। मेरो भान्सा चाहिँ आज अलि अव्यवस्थित छ होइन। अनि के भन्छ अरे, म चाहिँ आज चाहिँ यो काउलीको तरकारी बनाएर टक्क खानुपर्छ। अनि आज चाहिँ मेरो होलिडे हो नि त। अनि हप्तामा एक दिन छुट्टी हुन्छ। अनि त्यो दिन चाहिँ यस्तो गाह्रो लाग्छ है, उठ्नै मन लाग्दैन। 10 बजे भर्खरै मात्र उठेको। अब म छोराले चाहिँ त्यो प्यानमा चिया बनाएर दिए मलाई। अनि मैले लेमन हनी पानी पनि खाइसकेँ। अनि अब चाहिँ म यो काउलीको तरकारी बनाउँछु। अनि त्यहाँ टक्क लाएर हजुरहरूलाई देखाउँछु है। अनि के गर्ने त। अनि मेरो ब्लग हेर्नुहोस्, अस्ति पनि टुसा बनाएको हेर्नुभएको थियो, त्यही भएर आज इन्ट्रेस्ट लाग्यो बनाउनलाई। अनि त्यही हो गाइजहरू है, ल हेर्दै गर्नु ल। काउली आलुको तरकारी बनाउनको लागि ल म यहाँ चाहिँ टमाटोहरू, प्याज कटिङ गर्ने काममा लागिरहेको छु होइन। अब यसो डाँडा काँडातिर घुमेर भ्लग बनाऊ भने चाहिँ फुर्सदै छैन जिन्दगीमा है। यसो एक दिन छुट्टी भएको दिनमा चाहिँ आफैलाई टाइम चाहिन्छ। के गर्नु है। यसरी अदुवा लसुन थिच्ने गाईहरू मैले अदुवा र लसुन, अदुवा होइन, अदुवा त हाल्ने छैन अहिले, मलाई पिसाब इन्फेक्सन भएको छ। लसुन र खुर्सानी मात्र यसरी फ्याट पारेर थिचेर हाल्यो भने चाहिँ दामी हुन्छ। आवाज आइरहेछ है, मैले यो चाहिँ चिलो तान्ने चलाएको हो क्या, के भन्छ अरे हो त्यो कि त्यो भएर आवाज खट खट आइरहेछ होइन। तेलैमा खरिएछ क्या हो। लो गाइस, यो काउलीमा चाहिँ मैले मर मसला हालेँ होइन। यो गरिसकेपछि अब टमाटर हाल्नु पऱ्यो। तर बास्ना चाहिँ दामी आएको छ। देख्दा कस्तो देखिएको छ होइन, तर भित्र अँध्यारो पनि हुन्छ नि त। त्यही भएर अनि लो गाइस, अब टमाटर हाल्नु पऱ्यो। टमाटर चाहिँ जहिले पनि मैले यसरी बिचमा हालेर यसरी छोडिदिन्छु क्या होइन। यस्तो गऱ्यो अनि छोपिदिएपछि यसरी छोपिदिएपछि अनि यसरी तातो भएर अनि टमाटर गल्छ। चाहिँ म चट्टा मिठो चटनी बनाउँछु क्या। त्यसको लागि मैले यहाँ टमाटो बोइल गरिरहेको छु। तर उ भन्छ कि धेरै भएको छ, भाँडा सानो छ होइन। सानो भए पनि केही छैन, अहिले यो टमाटर त तातिहाल्छ नि होइन। गाइस, मैले टमाटर र धनियाँ यस्तोहरूको चटनी बनाउनलाई टमाटर अनि यो के अरे टिमुर र खुर्सानी यसरी यहाँ हालेँ होइन। अब यसमा मैले हाल्छु यसरी लसुन होइन, अनि हाल्छु टमाटर। टमाटर चाहिँ जति सक्दो मस्त हाले हुन्छ, मिठो हुन्छ। हाल्छु धनियाँ चाहिँ, प्याज हाल्नुहुन्न तर मैले चाहिँ हालिदिन्छु, मलाई प्याज हालेको मनपर्छ। स्वाद अनुसार नुन हालौँ होइन। नुन चाहिँ ट्वाक्क लाग्नु पऱ्यो। अनि यो कश्मिरी रेड चिल्ली पाउडर भन्छ नि, त्यो हालेँ। यो तिलको धुलो पनि हाल्ने, तिल हो कि यो तिल चाहिँ यति हालौँ है गाइस। अब यसलाई मिक्सरमा हालेर गुरुरु पार्नुपर्छ। अनि कस्तो हुन्छ देखाउँछु है। चटनी इज रेडी होइन। वाउ, यस्तो मिठो वासना आइरहेको छ। ओ माई गॉड,
खोइ देखिएन कोकिएन म यसमा खनाउँछु है चटनी खनाउने भाँडामा है ला 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 ठ्याक्कै अड्कलेर बनाँदै गरेर भाँडा भरियो होइन है कस्तो भयो म काट्छु है नुन चाहन्छ भयो नि पर्फेक्ट खनाएँ अब यसलाई चाहिँ टक्क लगाएर यसरी छोपेर राख्छु हेर्नु त मेरो चटनी राख्ने भाँडा कति क्युट छ गाइज मैले यसमा चाहिँ यो कागती हाल्नै बिर्सेको छु कि कागतीको रस होइन मजाले निचोरेर हाल्नु पऱ्यो नि होइन यस्तो गरेर च्यारो लाएर हालेपछि कसो मिठो नहोला होइन अब चाहिँ यसलाई यसरी घुमिदिउँ होइन अमिलो मुखबाट पानी आयो गाइज अब यो काउलीको तरकारीसँग एक थाल भात बजाइन्छ है खाना लियो आफै हालेर लिएको त के छ खानामा काउली गाजर काँक्रो चटनी छ यता दाल छ ल राम्रोसँग खाऊ होइन अनि खाइसकेपछि खानाको रिभ्यू पनि दिऊ है कस्तो छ भनेर ओके ऊ चाहिँ रुममा लगेर खान्छन् कि अहिलेको आधुनिक बच्चाहरू खै अब रुममा यिनको कहाँ राख्छन् खाना हेरौँ त यस्तो छ होइन राख्छन् ल खाऊ त खै होइन पहिला खाना टेस्ट गर न अनि ल्याए भइहाल्छ त खाना टेस्ट गर अनि ल्याए यस्तो ब्लर आयो त किन खाऊ त कस्तो रहेछ मिठो भएछ सबै भएछ ल राम्रोसँग खाऊ है त इन्जोय